सबैजनालाई नमस्कार। आजको भिडियोमा विशेष गरी हजुरहरूले सोधेको क्वेसन गोठमा झिँगा कसरी भगाउन सकिन्छ भनेर यसको बारेमा भन्दैछु। घरेलु उपाय छ। गर्मी महिना सुरु भए सँगसँगै अब मच्छरदेखि लिएर झिँगाहरू एकदमै बढी लाग्ने गर्छ गोठमा र यसले गर्दाखेरि डाइरेक्टली र इन्डाइरेक्टली रूपमा जुन हाम्रो दुधको उत्पादन छ त्यो दुधको उत्पादनमा करिब 20 देखि 25% सम्म यसले गिरावट लिएर आउने गर्छ साथीहरू। सबैभन्दा पहिला सुरु उनीहरूलाई फोहोर बनाउनु भएन। रेगुलर रूपमा साँझ र बिहान गर्मीको मौसममा पानी परेको बेला चिसो मौसममा होइन अरू बेला चाहिँ यसरी नुहाइदिनु पर्यो, जसले गर्दाखेरि माखाहरू अलिकति धेरैभन्दा धेरै कम आउँछन्। र त्यति मात्र नभएर जुन गोबर फाल्ने ठाउँ छ त्यो ठाउँलाई अलि व्यवस्थित बनाउनु पर्यो। नजिकै फाल्न भएन, अलिकति टाढासम्म चाहिँ लैजान पर्यो। र अब मिल्दै मिलेन, सानो एरियामा गोठ बनाएका छौँ, के गर्ने भनेर जिज्ञासा हुनसक्छ भने सरल उपाय छ, घरेलु उपाय। सबैभन्दा पहिला तोरीको तेल, प्योर तोरीको तेल लिनु होला साथीहरू। जुन तोरीको तेल एकदमै त्यसको राग आउने खालको छँदै छैन भने बजारमा पनि तोरीको तेल भनेर पाउने गर्छ, सजिलैसँग त्यो खरिद गर्न सक्नुहुन्छ। साइज हेरिकन, सङ्ख्या हेरिकन तपाईँहरूलाई मैले रेसियो भन्दैछु, यति लिटर लिनुहोस् भन्दिनँ। 2 भाग एकदमै प्योर तोरीको तेल लिनुहोस्। 2 भाग भनेको मानिलिनु एउटा गिलासको 2 गिलास प्योर तोरीको तेल छ भने त्यो प्योर तोरीको तेलमा चाहिँ 2 गिलास लिनुभयो भने आधी गिलास मट्टीतेल युज गर्नुहोस्। जसले गर्दा के हुन्छ भन्दाखेरि यसको गन्धले गर्दाखेरि जस्तो उपियाँहरू परेको छ अथवा केही चिजहरू किर्नाहरू परेको छ भने त्यो बिस्तारै हराउँदै जान्छ। र त्यति मात्र नभएर यसको जुन चाहिँ गन्धले र सँगसँगै यसमा भएको जुन अलिकति मिश्रण छ यो मिश्रणले गर्दाखेरि मच्छरदेखि लिएर माखाहरू एकदमै कम मात्रामा चाहिँ लाग्ने गर्छ। र एकचोटि लगाइसकेपछि ढुक्क हो र भन्ने जिज्ञासा पनि हुनसक्छ साथीहरू। होइन, तपाईँहरूले जस्तो 5 दिन 6 दिन बिराएर सरर लगाइदिन सक्नुहुन्छ। जस्तो कति बेला लगाउने, जब दुध दुहेर भ्याउनुहुन्छ, घाँस दिएर भ्याउनुहुन्छ, भ्याइसकेपछि दिउँसोको समयमा सरर लगाइदिनु भयो भने मट्टीतेलले हल्का पोल्ने गर्छ, तर त्यसको जुन पोलाइ हुन्छ त्यो पोलाइ सजिलैसँग तोरीको तेलले चाहिँ काट्दिन्छ। र यो दुईटाको मिश्रणले गर्दाखेरि के हुन्छ त, झिँगा अनि त्यसपछि मच्छरदेखि लिएर अरू चिजहरू आउँदै नआउने होइन, तर कमसेकम 75 देखि 80% सम्म चाहिँ हजुरको यसले चाहिँ कम गर्ने गर्छ। र त्यति मात्र नभएर धेरै पहिलादेखि साथीहरू अझ अर्को उपाय पनि अपनाउने गरिन्थ्यो। यो उपाय पनि अपनाउने गरिन्छ गाउँघरतिर आजकल। तर हजुरहरूले एक हप्ताको फरकमा 50% तोरीको तेल अथवा हजुरहरूले 70% तोरीको तेल र त्यसमा 30% देखि 20% मट्टीतेलको कम्बिनेसन मिलाएर सर्लक्क गाईको पछाडिपट्टिको जस्तो पिसाब फेर्ने भागहरूतिर नलाइदिनु, आँखातिर नलगाइदिनु, अरू सबै ठाउँमा लगाइदिँदा फरक पर्दैन साथीहरू। थुनहरूमा नलगाइदिनु, तोरीको तेल मात्र लगाइदिन सक्नुहुन्छ, बेटाडिन लगाइदिन सक्नुहुन्छ, जसले गर्दा झिँगाहरू आउँदैनन्। र त्यति मात्र नभएर अझ अर्को एउटा इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि पहिला जुन यादव कल्चरहरूमा पनि यो युज गर्ने गरिन्थ्यो, जलेको मोबिल चाहिँ सर्लक्क सिङदेखि लिएर सबै ठाउँमा चाहिँ लगाइदिने गरिन्थ्यो साथीहरू। र हामीले जलेको मोबिलमा अलिकति तोरीको तेल मिक्स गरेर त्यसरी, जसले गर्दा उनीहरूको शरीरमा पोल्दैन साथीहरू। यो धेरै पहिलादेखि युज गरिएको हो। यो चिज पनि लगाइदियौँ भने विशेष गरी माखा झिँगाहरू पनि नआउने, उनीहरू चाहिँ एकदमै आनन्दसँग चाहिँ बस्ने गर्छ। यो कुराहरू एकदम पहिल्यैदेखि युज गरिन्थ्यो। जस्तो विषादीहरू लगाइयो भने अब अलि दिन ठिक हुन्छ, तर के हुन्छ उनीहरूले चाटे अथवा केही गर्यो भने डाइरेक्टली र इन्डाइरेक्टली दुधमा मिसिन सक्छ साथीहरू। त्यही भएर यो घरेलु चिज पनि हामीले अपनाएर हेर्न सक्छौँ, जसले गर्दाखेरि घरमा भएका माखाहरू सबै नियन्त्रण हुन्छ। र यो चिज लगाउनु भन्दा पहिला सबैभन्दा पहिला सुरु गोठको सरसफाइदेखि लिएर कमसेकम हप्तामा एकचोटि गाई भैँसी नुहाइदिउँ।